फागुन 21 को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाहलाई अघि सार्ने सम्भावनामा राष्ट्रिय स्वतन्त्र पार्टीले छलफल अघि बढाएको छ। वैकल्पिक शक्तिहरू बीच एकता वा कार्यगत एकताको प्रयासमा रहेको रासोपाले गरिरहेको छलफलमा बालेन्द्रलाई प्रधानमन्त्रीकै उम्मेद्वारका रूपमा अघि बढाउन सकिनेमा छलफल भइरहेको रासोपा नेता शिशिर खनालले खुलासा गर्नुभएको हो। चुनावमा सहभागी हुँदा सभापतिमा फिर्ता भएका रवि लामिछाने स्वाभाविक उम्मेद्वार भए पनि उहाँमाथि सहकारी ठगी र संगठित अपराधका मुद्दा चलिरहेकाले विकल्पका बारेमा रासोपाले छलफल चलाइरहेको हो। विकल्पका रूपमा उज्यालो नेपाल पार्टीको अगुवाई गरिरहनुभएका मन्त्री कुलमान घिसिङको नाममा पनि छलफल भए पनि अब त्यो सम्भावना कम हुँदै गएको खनालले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर प्रधानमन्त्रीकै रूपमा देशलाई निकास दिन सक्ने अन्य सम्भावित पात्रहरूको बारेमा पनि हामी सोच्नु पर्ने बाध्यतामा छौँ। त्यो अर्थमा कुलमानजी एकजना स्वाभाविक पात्र हो हाम्रो लागि। त्यो बाहेक काठमाडौँका मेयर साहब पनि अर्को पात्र हुन सक्नुहुन्छ। काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अगाडि सार्न सक्ने पात्रका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले बुझेको छ। एकदमै मैले भने हाम्रो पार्टी सभापति स्वाभाविक हकदार हो हाम्रो लागि।